यस कार्यक्रमका अध्यक्षज्यू, त्यसै गरी यस कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र ड्यासमा उपस्थित आदरणीय विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका आदरणीय व्यक्तित्वहरू, गैर सरकारी संस्था महासङ्घका अध्यक्षज्यू लगायत सम्पूर्ण आदरणीय उपस्थित आदरणीय व्यक्तित्वहरू, आज पक्कै पनि आज चाहिँ बालबालिकामा लगानी बढाउँ, बालमैत्री अभियानमा सहभागी भन्ने मूल नाराका साथ हामीले यस वडालाई बालमैत्री वडा घोषणा गर्दै गर्दा त्यो भित्रका सूचकहरू यहाँहरूले कतिले ख्याल गर्नुभएको छ। मैले अघि नै सुरुमै ती सूचकहरूलाई यस्तो कार्यक्रम गर्दाखेरि कम्तीमा सूचकहरू लेखेर राखिदियो भने, ब्यानरमा चाहिँ राखिदियो भने त्यसले चाहिँ मान्छेलाई घचघच्याउने काम गर्छ र सँगसँगै स्थानीय सरकारले ती सूचकहरूलाई हरेक क्षेत्रमा अब चाहिँ हरेक वडाका विभिन्न विद्यालयमा होस् अथवा चाहिँ स्वास्थ्य संस्थामा होस् अथवा बाटोघाटोमा होर्डिङ बोर्ड लगायतका थुप्रै कुराहरूबाट पनि ती सूचकहरूलाई गाउँघरसम्म घर घरसम्म लैजाने वातावरण बनाउनका लागि पनि स्थानीय सरकारले थप बजेट विनियोजन गर्ने कार्यक्रम बनाउने काम गर्यो भने पक्कै पनि भोलिका दिनमा यो आज गरेको कार्यक्रम अर्थपूर्ण हुनेछ जस्तो मलाई लागेको छ। र सँगसँगै हामी पत्रकारिता क्षेत्रमा कलम चलाउने मान्छे भएको हुनाले हामीले यो वडा र 1 नम्बर वडाको चाहिँ मैले चाहिँ केही समय अगाडि यो बी ग्रुपको कार्यक्रम पनि यो क्षेत्रमा सञ्चालन थियो भूकम्पको बेला, र पहाडी क्षेत्र विकास अभियानबाट पनि केही कार्यक्रमहरू सञ्चालन थियो। त्यतिखेर म यहाँ आउँदै गर्दाखेरि चाहिँ मैले आफूले अध्ययन गरेको आफूले चाहिँ 25वटा यहाँको केसहरू 25वटा मैले आफ्नो तरिकाले चाहिँ 25 घरलाई चाहिँ छानेको थिएँ। 25 घर छान्दै गर्दा 23वटा घर चाहिँ बाल विवाह गरेको घर परेछ। 23वटा मैले 25वटा स्टोरी बनाएको छु, कथा सफलताको कथा बनाएको छु, त्यो बी ग्रुपले प्रकाशन गरेको छ। त्यसमा चाहिँ 23वटा घर चाहिँ बाल विवाह गरेको, आमाले पनि बाल विवाह गरेको, छोरीले पनि बाल विवाह गरेको, त्यस्तो चाहिँ परेछ। त्यसकारण चाहिँ म एकदमै धेरै चिन्तित छु। यहीँनिर यो वडामा चाहिँ बाल विवाह भएर त्यस्तो अवस्थामा पुगेको अहिले वडा अहिले चाहिँ बाल विवाह मुक्त हामीले बालमैत्री वडा चाहिँ बनाउने तर्खरमा छौँ। त्यसैले आज प्रतिबद्धता पनि जनाइसकेका छौँ। अब बाल विवाह यो ठाउँमा हुने छैन भनेर चाहिँ विश्वास गर्ने आधार चाहिँ यहाँहरूले दिनुपर्ने छ। यहाँहरूले अब छोराछोरीले माया प्रेम गरे होइन, माया प्रेम गरे भने तिनीहरूलाई अहिले नगर, उमेर पुगेपछि मात्रै गर्नुपर्छ। त्यसो भयो भने तिमीहरूलाई चाहिँ यो कुराहरू हुन्छ भनेर चाहिँ सम्झाउने अभिभावकहरूमा त्यो खालको क्षमता यहाँ पढाउने सरहरूले, म्याडमहरूले, गाउँपालिकाका जनप्रतिनिधिहरूले, त्यसै गरी विभिन्न महिला तथा बालबालिका ज्येष्ठ नागरिक शाखा हुनसक्छ, विभिन्न शाखाहरूले चाहिँ त्यस्तो खालको कार्यक्रमहरू दिन जरुरी छ। र मेयर साहब गुम्मेरज्यू पनि यहीँ हुनुहुन्छ, उहाँ पनि पत्रकारिताको क्षेत्रबाटै यहाँसम्म आइपुग्नु भएको छ। तर मलाई चाहिँ भन्नै पर्ने हुन्छ, हाम्रो बारेकोटको अध्यक्ष पनि हुनुहुन्छ वीरबहादुर गिरी, उहाँ पनि पत्रकार नै हो, हाम्रो बद्रीजी पत्रकार नै हो, तर उहाँहरूले यस्ता कुराहरू बाहिर ल्याउनुको लागि खासै भूमिका खेल्नु भएको छैन। म मुखैनेर भन्ने मान्छे केही त्यस्तो भूमिकाहरू चाहिँ खेल्न सक्नु भएन, जसले गर्दाखेरि स्थानीय तहहरूमा चाहिँ आफूले गरेका कामहरूको पनि बजारीकरण हुन सकिराखेको छैन। राम्रो काम गर्नुभएको छ तर पत्रकारहरूले लेख्दैनन्। त्यो वातावरण बनाउनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यही रेडियो स्थापना भएको छ, रेडियो नलगाट, तर रेडियो नलगाट नाममा मात्रै सीमित हुने अवस्था छ। त्यसैले कसरी त्यसलाई चाहिँ कि त गर्दै हुँदैन थियो कि गरेपछि त्यसलाई चाहिँ अगाडि बढाउने, फलाउने, हुर्काउने भन्ने कुरा चाहिँ यहाँहरूको काँधमा आएको छ। त्यो जिम्मेवारी चाहिँ यहाँहरूले पक्कै पनि आगामी दिनमा त्यसलाई चाहिँ एकदम सिरियसली लिनुहुनेछ भन्ने चाहिँ मैले महसुस गरेको छु। म यहाँलाई सुझाव पनि दिन चाहन्छु। र अर्को कुरा, बाल विवाह गर्न हुँदैन, बालमैत्री वडा घोषणा भयो, यहाँ यतिवटा सूचक थिए, यी सूचकहरूमा यो कुराहरू चाहिँ गर्न पर्थ्यो। यो हामीले यसरी गरेका छौँ, 5 ताराले यो गर्यो, हामीले यो गर्यौँ, यहाँ विद्यालयका सरहरूले, म्याडमहरूले, व्यवस्थापन समितिले, अभिभावकहरूले यो कुरा गर्नुभयो र यो कुरा सम्भव भयो भन्ने कुरा जबसम्म यहाँहरूको मन मस्तिष्कसम्म जाँदैन तबसम्म चाहिँ यो अभियानले चाहिँ सार्थकता पाउन सक्दैन। त्यसकारण यो एउटा महत्त्वपूर्ण कुरा हो र यो महत्त्वपूर्ण कुरालाई गम्भीर रूपमा लिएर तत्काल रेडियो मार्फत चाहिँ यस्ता कुराहरू जनचेतनाहरू प्रवाह गर्ने, पत्रकारिताको माध्यमबाट विभिन्न कलमहरू चलाउँदाखेरि ती कुराहरू चाहिँ बाहिर आउने वातावरण यहाँहरूले सिर्जना गर्नुभयो भने यहाँहरूको
यो पालिकाको भोलि 8 बिस्कोट नगरपालिकाले सिको गर्न सक्छ, अरू सल्यानको जाजरकोटका अरू पालिकाहरूले चाहिँ सिको गर्न सक्छन् र त्यसले चाहिँ भोलि हामीलाई समुन्नत दिशातर्फ अगाडि लैजाँदै गर्ने गर्छ। म जहाँ पनि भन्ने गर्छु, यो जेएनजी विद्रोह किन भयो त? नगरपालिकाले 60-65वटा कानुन बनाएको छ, ती कानुनहरूमा उल्लेख गरेको छ सहकारी दर्ता गर्नको लागि यो कुराहरू चाहिन्छ, बालमैत्री वडा बनाउनको लागि यी सूचकहरू पुरा गर्नुपर्छ भनेर यस्ता थुप्रै कानुनहरू बनेका छन्, कार्यविधि ऐनहरू बनेका छन्। विद्यालयमा चाहिँ यो भयो भने टिचरको सरुवा हुन्छ, यो भयो भने यसरी चाहिँ अभिभावकहरूको यस्तो हुन्छ भनेर चाहिँ लेखिएको हुन्छ शिक्षा ऐनमा। भनेपछि ती कुराहरू चाहिँ सबैलाई थाहा छैन। त्यो थाहा किन भएन भन्दाखेरि उहाँहरूको कारण, उहाँहरूले कानुन बनाउनु भयो तर जनतासम्म लिन सक्नु भएन। जनतासम्म किन लग्न सक्नु भएन भन्दाखेरि त्यहाँनिर चाहिँ उहाँहरू चाहिँ असक्षमतातिर चाहिँ गइसक्नुभयो र त्यसले गर्दा हरेक मान्छेले विद्रोह सुरु गर्यो। हरेक मान्छेले गाउँघरमा अहिले चाहिँ बालविवाह नगर्ने भनेको छ, माया प्रेम भएर उहाँ पुरा ठिक्क भाषण कुराकानी भइसक्यो। उहाँ बिहा नातिनीको बिहा नगर्ने भने स्वर्ग जान पाइँदैन भनेर हाम्रो विचार यहाँ रहिराखेको छ। अब त्यो अवस्थामा हामीले चाहिँ गर्न हुँदैन 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 भनेर हुन्छ? हुँदैन। त्यसैले त्यो चेतना दिनको लागि चाहिँ के चाहियो भनेपछि उहाँहरूले बनाएका कानुनहरू घर घरमा पुर्याउनु पर्यो। यत्रो रेडियो खोलेको छ, रेडियोबाट त्यो केही आउँदैन। उहाँहरूले बोल्ने भाषणमा यस्ता कुरै आउँदैनन्। उहाँहरूले पढाउँदाखेरि शिक्षकहरूलाई यस्तो तालिमहरू दिएर हाम्रो अमृतजी आउनु भएको छ, अमृत कुन धेरै नगरपालिका फुस बनाएर यहाँ आउनु भएको छ, त्यस्तो केही काम गर्नै हुन्न। उहाँले पुरा गर्दाखेरि एकदमै आदर्श देखिनुहुन्छ। त्यो अवस्थाले चाहिँ यो चल्दैन। यहाँको हाम्रो सरहरू जति विद्यालयमा पुगेर चाहिँ अनुभव गर्नुभएको छ, यहाँको स्थानीय सरहरू जति विज्ञता हुनुहुन्छ, यी सबै कुराहरूको चाहिँ छलफल गरेर राम्रो बनाउने चाहिँ वातावरण बनाउनको लागि, राम्रो मान्छे राख्ने, भएका मान्छेलाई पनि राम्रो बनाउने, पहिला राम्रो भएन अब फेरि राम्रो गरौँ नि त, त्यस्तो खालको छलफल गर्ने, बहस गर्ने वातावरण सिर्जना गरेर यहाँ पक्कै पनि यो अभियानलाई पूर्णता दिनको लागि यहाँहरूको भूमिका एकदम महत्त्वपूर्ण हुनेछ भन्ने कुरा राख्दै, अब बोल्दाखेरि फेरि तितो लाग्न सक्छ, तितो लाग्यो भने मलाई केही फरक पर्दैन। यथार्थ बोल्ने हो, सही कुरा यही हो नि। बाल विवाह गर्नको लागि चाहिँ झन् हामीले हौसला दिए जस्तो छ। के बाल विवाह गर्न हुँदैन भनेर यहाँ अघि बोल्ने कसैले बोल्नुभयो? कसैले बोल्नु भएन। बोल्ने भनेको त्यही 5 तरका हाम्रा सामाजिक परिचालक साथीहरूले बोल्नुभयो, यो अभियानमा खटिने व्यक्तिहरूले बोल्नुभयो। त्यसैले यहाँ बोल्ने अब बोल्ने वक्ताहरूले चाहिँ जनप्रतिनिधिज्यूहरूले अब चाहिँ यी कुराहरू हो नि, यो हामी बजेट छुट्याउँछौँ, यसरी काम गर्छौँ, यो विद्यालयमा यो हुन्छ भनेर भन्नु होला। त्यो भन्ने वातावरण बनाउनको लागि पनि मैले बोल्नको लागि चाहिँ मलाई यहाँ राखेको थिएन, मैले यसो बोल्न ज्याग लगाएर बोले। त्यसैले हेर्नुहोस् यो अवस्था छ जिल्लामा। म यो कुरा चाहिँ यहाँ मात्र होइन, जिल्लामा पनि बोल्ने गर्छु, जिल्लाका विभिन्न कार्यक्रमहरूमा म बोल्ने गर्छु। र यहाँको जुन बाल विवाहको अवस्था छ एकदमै 1 नम्बर वडाको यो त्यहाँ मैले अध्ययन गर्दाखेरि 2 नम्बर वडाको घरहरूमा अध्ययन गर्दाखेरि यो अवस्थाले गर्दा यो सूचकहरूलाई पूर्णता दिन सकिँदैन र त्यो नसकिने अवस्था सिर्जना अब फेरि नहोस् र भोलिका दिनमा हामीले चाहिँ बाल विवाह भयो भनेर समाचार लेख्ने अवस्था सिर्जना नहोस्। त्यसको लागि आगामी यो हिउँदे अधिवेशनबाट नीति बनाउने कुराहरू होला र सँगसँगै रहेको बजेटलाई पनि यस्ता क्षेत्रमा चाहिँ लगानी गरेर अलिकति घर घरमा चाहिँ बाल विवाह गर्नु हुँदैन भन्ने सन्देश दिनको लागि पनि यहाँको सरकारले चाहिँ लागि पर्नेछ भन्ने कुरा आफ्नो भनाइ राख्दै जाजरकोटका सम्पूर्ण पत्रकारहरूको तर्फबाट हामीले जिल्लाबाट गर्नुपर्ने र यहाँबाट गर्नुपर्ने पत्रकार साथीहरू उत्पादन गर्ने कुराहरूमा पनि यहाँहरूको चाहिँ साथ सहयोग होस् भन्ने कुराहरू राख्दै यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै म बालकुमार शर्मा भेरी नगरपालिका 4 को मान्छे, म पत्रकारितामा क्रियाशील छु र भोलिका दिनमा यहाँहरूका आवाजहरूलाई विभिन्न ठाउँमा उठाउने कुराहरू पनि व्यक्त गर्दै म बिदा हुन्छु। नमस्कार।